हाई वेलकम टु माई ब्लग। यो चाहिँ मेरो अस्ट्रेलियामा आएपछि फर्स्ट ब्लग हो होइन, जुन चाहिँ मैले गर्ने ब्लग बनाउँछु अस्ट्रेलिया आएपछि भन्ने सोचिरहेको थिएँ। अहिले यहाँ चाहिँ त्यही बिहान कति बज्यो 10 बजे अनि अस्ट्रेलिया भर्खरमा घरबाट निस्केको। यतिकै भिडियो बनाउनलाई केही कामसाम छैन। अनि सो यहाँ माथिबाट चाहिँ होइन अब ट्रेन गुडिरहेको छ। अनि म पनि यता आएको धेरै भएको छैन, भर्खर 3-4 दिन भयो होला। अनि धेरै बाटोहरू पनि थाहा छैन। यहाँ ग्यास स्टेसन छ है पछाडि। ग्यास स्टेसनमा नि सेल्फ हो क्या, अब त्यो सेल्फ सर्भिस भने जस्तो क्या, अब आफै गाडी ल्याउने, बाइक ल्याउने, आफै तेल सेल हाल्ने, त्यस्तो हो यहाँ पुरै। नेपालमा भएको तेल सेल हाल्ने काम साम यताउता गर्ने मान्छेहरू हुन्छ, यहाँ त त्यस्तो पनि छैन, सेल्फ हो पुरै। जो सबै ठिकठाक छ। टक्क रोड काट्नु पऱ्यो भने यो थिच्ने ग्रिन लाइट बल्छ अनि बल्ल जाने। ग्रिन लाइट नबलेसम्म टुटु गर्छ, बुटुङ कुद्ने हो। ढिलो हुने पनि टाइम चाहियो, बुटुङ कुद्ने। रेड लाइट बलिसक्यो भने एउटा मान्छेलाई बाटो काट्ने टाइम पनि हुँदैन यार। म चाहिँ अब यतिकै घरबाट निस्केको। यति अब केही बाटोसाटो पनि थाहा छैन, कामसाम पनि छैन केही गर्नलाई। अस्ति भर्खर त आएको, काम पनि पाएको छैन। यतिकै भनौँ न, अब रोड बन्द छ यो त। यतिकै पार्कतिर भनौँ न, अब पार्कतिर जाने। काम नपाएसम्म कलेज पनि जुलाई 21बाट सुरु हुन्छ, कलेजलाई पनि टाइम छ। अनि यहाँ त टेन्सन छ, बाटोमा थुक्दो हिँड्न पनि नमिल्ने। नेपालमा जस्तो होइन, सब सिस्टम छ। मान्छे बाटो काट्न लागेको भने बाटोसाटो छोडिदिने, त्यस्तै हो। यहाँ सब ठिकठाक छ भनौँ न। अब यहाँ पार्क छ एउटा, त्यही पार्कमा पार्क यही हो होइन, पार्क चाहिँ यहाँ छ। केही काम छैन, देशभरि पार्कमा आयो बस्यो। कहिलेकाहीँ बुढाबुढी मान्छेहरू चेस यताउता खेल्न आउँछ, त्यही खेल्यो। यही पार्क, यही हो पार्क चाहिँ। घर नजिकको पार्क चाहिँ यही हो। अब अरू पनि छ होइन, मलाई चाहिँ खासै थाहा छैन नि त, भर्खर त आएको हो। यहाँबाट चाहिँ ट्रेन स्टेसन जाने ठाउँ भयो। ट्रेन स्टेसन टक्क ट्रेन चढ्ने भनौँ न, ट्रेन स्टेसन त त्यही भइहाल्यो होइन। त्यहाँबाट चाहिँ ट्रेन चढ्ने यताउता। अब नाइस बिहान जाडो लागेछ भन्छ खै। यहाँको भिखारीको पनि अब लेभलै छुट्टै छ क्या। भर्खर एउटाले आएर $30 माग्छ। नेपालमा $5-10 हुने काम यहाँ $30। यहाँको $30 भनेको कति हो? $10 भनेको त्यही 880, 3-4 हजार मागिदिन्छ यार यहाँ भिखारीले पनि। खै कहाँ ब्रिस्बनमा बस्छ अरे, ब्रिस्बनमा। अनि यहाँ सिडनीबाट अब होमलेस रहेछ। अनि त्यहाँदेखि अब सिडनीबाट यता ब्रिस्बन जानुपर्ने। अब ट्रेनले $30 लिन्छ होला, खै मलाई थाहा छैन। अनि आएर मागिरहेको थियो, कहाँबाट $30 हो। भिखारीको पनि अब लेभलै छुट्टै छ क्या। नेपालमा भइदियो भए 5-10 रुपियाँ दिए होइन, खुसी। यहाँ अब $30 दिनुपर्ने, खै के हो के हो। अब यता पार्कबाट चाहिँ अब घर जानु पऱ्यो। धेरै बसेर पनि ठिक छैन भन्नाले अब बाटो पनि थाहा छैन, जाडो पनि भइसक्यो। भेस्ट मात्रै लगाएर निस्केको थिएँ, हल्का जाडो भइसक्यो। अब घर जानु पऱ्यो टक्क। यही हो क्या, यो हुडी लगाएर बसिरहेको छ नि, ज्याकेट हुडी आएर $30 माग्छ। अब के भन्नु, खै गाडीहरू रोक्ने चाहिँ यही हो होइन। पब्लिक ट्रान्सपोर्ट बस स्टप भनौँ न अब। अनि ट्रेन स्टेसन यहाँ माथि छ, त्यहाँ ट्रेन रोकिरहेको चढेर जाने। यो जाडो महिना छ, खै अब जाडो पनि छैन। मलाई मात्रै जाडो नभएको कि अरूको ज्याकेटहरू लगाएरै निस्किरहेको छ। मलाई मात्रै जाडो नभएको कि के हो।
जाडो महिना चाहिँ छ अरे, जाडो चाहिँ त्यही छैन अहिले यतिखेर। जाडो त जाडो महिनै हो होइन अस्ट्रेलियामा। त्यता अब कन्स्ट्रक्सन चलिरहेछ, ठ्याक्क अब बाटो बनाउनु परेपछि रेन्ज रोभर यहाँ त्यस्तो मात्रै हो। रेन्ज रोभर, BMW, मर्सिडिज, अडी, पोर्स त्यस्तो मात्रै हो। यो अर्को एउटा बस आएर यहाँ चाहिँ फर्स्ट स्टप भनेर रेडिया हुन्छ बस रोक्यो, बाटो काट्नु पर्छ। फेरि बाटो काट्नु चाहिँ यहाँबाट हो होइन, यहाँ बाटो काट्दा पनि अब यता त गाडी आएको छैन, यता खासै आउँदैन, आए पनि यो यसै रोक्छ क्या। ग्रिन लाइट गर्नु पनि पर्दैन, थ्याङ्क यू भन्यो भयो। यहाँ चाहिँ अब यहाँ बस्नुपर्छ, अब मेन बाटो नै हो नि त। यताबाट पनि गाडी आइरहेछ, यताबाट पनि तिनतिरैबाट गाडी आइरहेछ, सबै कुन गर्छ गाडी कुद्नुपर्छ, फेरि एकछिन मात्रै हो। तपाईँले थिचेपछि मान्छे छ है भनेर है ग्यास स्टेसन एकछिनलाई रोक्छ, चारैतिर रोकेपछि अनि त्यो टुङ कुद्नुपर्छ। फेरि यहाँ यत्तिकै उभिन्थ्यो टुङ गर्छ, यो टुङ कुद्यो पानी रोक्यो भनेर सबैतिर ठिक छ। अब त्यहाँ बाटो काटेपछि टक्क अब हिँड्ने। अब चिसो हावा चाहिँ लगाइरहेको छ, तर त्यस्तो जाडो चाहिँ भएको छैन। फेरि टक्क बिस्तारै हिँड्यो। अब यो त फुटपाथ हो, खासै नेपालको जस्तो फोहोर पनि हुँदैन क्या। खासै मान्छेहरूले बाटोमा केही फाल्दैन, थुक्न नि मिल्दैन अनि के फोहोर छ। अब यहाँ चाहिँ पार्किङ पनि कस्तो हुन्छ भने अब एरिया चाहिँ छुट्टाएको हुन्छ, नमिल्ने ठाउँमा चाहिँ भएन होइन। मिल्ने ठाउँमा चाहिँ के हुन्छ भन्नाले अब कुनै एरियामा चाहिँ मिल्दैन, नत्र प्रायःमा मिल्छ क्या। फेरि अनि टक्क रोडको यस्तो अब यो अहिले जुन यो रोड छ नि यसमा यहाँ चाहिँ रोक्न मिल्दैन। यस्तोमा चाहिँ अब यसको पनि ब्रान्चहरू हुन्छ नि रोडहरू, जुन यो रोडमा निस्किने हो त्यस्तो रोडमा चाहिँ होइन साइडमा दुईतिरै रोक्न मिल्छ क्या। टक्क लाइनमा रोक्या हुन्छ अनि त्यहाँ रोक्न मिल्छ त्यस्तोमा। अब नेपालमा भयो त त्यो खै टायरमा के लगाइदिन्छ, यहाँ त रोक्न मिल्ने ठाउँमा चाहिँ रोक्न पाएँ, नत्र बाटोको साइडमा रोक्यो फेरि सफा एकदम सास लिँदा पनि होइन। नेपालमा आँखा पोलेर तनाव भइसकेको थियो, यहाँ त त्यस्तो पनि